लो अहिले चाहिँ रोड बनाएछ यो एरिया। ल भन अब आजको यात्रा भन है। मुख्य मान्छे तिमी हो, मुख्य हाम्रो पुण्डरीकाक्ष के पुजारी। पुजारीले बोल्नु पर्यो नि त। म त बोलेको बोले हो, कहाँ हिँडेको भनेर हामी सबैको लागि त आशीर्वाद माग्नु पर्यो नि। अब हामीहरू यो रास्ताबाट नै गइरहेछौँ। यो मन्दिरको रास्ता भयो। अब हामीहरू त्यतातिर मन्दिरतिर पुग्छौँ। यो रास्ता नै बाटो चाहिँ तपाईँहरूलाई चाहिँ हेराउँदै अब गइरहेछौँ। सबैजना हेर्दै जानु। सबैजना मन्दिरको चाहिँ शुभकामना सबैलाई व्यक्त छ र सबैजना चाहिँ दर्शन मन्दिरको चाहिँ गर्ने र मातासँग प्रार्थना गर्नु। मन्दिर कस्तो छ त्यो पनि देखाउँछौँ हामी गएर। अब मन्दिर त्यहाँ कस्तो छ तपाईँको चाहिँ देखाइदिनेछ। अब मलेसियाको मन्दिर डल्लो खालको आँप। हामीहरू चाहिँ देखाउने यो भवन मान्छे बस्ने भवन। अब यहाँ चाहिँ मान्छेहरू यो अब बाटो अब हामीहरू देखाइरहेछौँ। अब यताबाट उता भित्र जान्छ होइन। अब सिधा यताउता तिर्सी भएर चाहिँ अब सबैजना चाहिँ जानेछ अब मन्दिरतिर। गाउँ कस्तो यस्तो जोडिएको घर यार। यति पनि जग्गा बाँकी छ। अनि यो सास थुन्दैन यस्तो घरहरूमा। कुन हिसाबले दुई तल्ले दुई तल्ले हो यिनीहरूको। सबैको चाहिँ भाडा तिर्छ होला। होइन कतै यस्तो बाइक यस्तो तलमाथि गर्दै बनाएको छ। यस्तो घर ऊ माथि कि डाँडा ऊ त्यो डाँडामा जाने आज ऊ माथि डाँडामा हामी पहिला गएको। हामीहरूको पनि यस्तै हुनु पर्यो कि नम्बर बाई नम्बर चाहिँ भन्नु नि। जहाँमा लाउने नेपाल नम्बर छैन। कहाँ लागेछ? कसैको घरमा नम्बर लागेछ? यो मान्छे त सपनामा रहेछ यार। नेपालमा कहाँ लागेछ? सबको घरमा नम्बर छ। छैन लागेको नम्बर कसैको घरमा। यता चाहिँ कार पार्किङ। यहाँ आज जस यहाँको सानो गाउँ एरियाको भिडियो लिन फुल जस छोटो भिडियो राम्रो हुने रहेछ। 1-2 मिनटको टिप्नु हुँदैन अर्काको घरको। सुनसान छ गाउँ बस्ती। यस्तो चाहिँ हो क्या, यस्तो ठाउँमा बस्ने हो क्या मान्छे खास। कोलाहल छैन नि त, हो हल्ला केही छैन शान्त। कागहरू घाम झुल्किरहेछ। भयो बास्ना चल्छ होइन। यसको धेरै त यसको धेरै बास्ना छ। बास्ना लिनु त एउटा यो बाटोको फुल त के हुँदैन एउटा लिँदा। यसको धेरै बास्ना छ। यो राम्रो हुन्छ। इतर यसकै त बनाउँछ त। खास के हो यो? यसको फुल होइन नेपाली नाम चाहिँ के हो? यसको त के त भन्छ के भन्छ नेपाली नाम थाहा भएन। के त भन्छ नाम मैले बिर्सेँ उसको। दिल्ली भन्छ के भन्छ के भन्छ त्यस्तै हो यसको। के साह्रो फलेको हो। गाउँ बस्ती यस्तो छ है मलेसियाको। चाइनिज बस्ती हो यो सब। सब चाहिन्छ।
कोही उठ्या खानु त कस्तो लाग्छ यो हल्का अमिलो हुन्छ यो नेपालमा पाउँछ पाउँदैन यो हल्का अमिलो हुन्छ खाँदा बहुत मिठो हुन्छ यो चौरमा पनि परिजानु तल अँ? तल फलेको हेर्नु यसको फल फल यसको फल मुनि पनि छ फल्छ यो सायद फेदमा पनि फल्छ होइन यो अमिलो हुन्छ खाँदा मिठै हुन्छ बजारमा पाउँछ त देखाएको छैन यस्ता रुख हामीहरू कहाँ नेपालमा त्यही त यो के हो भन्ने कुरो क्या सानो सानो फुलका गमलामा फुलहरू रोपेका छन् जस राम्रो छ हँ? रोडमा होइन घरमा रोपे भइहाल्यो त तिमी के रोडको कुरा गर्छ यार यता पनि रहेछ यो मजा पाकेछ पाकेको यहाँ यसो एउटा तोड्नु नि फलैचामा एउटा तोडेर चाहिँ यसरी खिच्नु भने यसो कहिलेकाहीँ यसो नारियल आराम गर्ने ठाउँ हँ नारियल नरिवल वास्तवमा घर गाउँ छ यस्तो खालको बस्ती छ यो मन्दिरको एरिया त्यो यो एउटा फुल के यो के को फुल हो यो? हँ? यो फुल त मैले अब यो के रहेछ हँ? यो के हो यो यो सोइजन छ खोइ यो सोइजन अँ। अनि कदम भने के हो यो कदम होइन नि लिची हो लिची हो हामीहरूको चाहिँ अँ, यता कदम चाहिँ कदम भन्छ भन्छ। कदम जस्तो लागिरहेछ लेकिन लिची छ। देख्दाखेरि त कदम जस्तै देख्छ तर कदम कदम। जस्तै नै देखिन्छ लेकिन लिची छ यो कदम होइन है तर मलेसियाको लिची यो पाकेपछि चाहिँ रातो हुन्छ तलै 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 चाहिँ छ फलहरू दुईजना साथी पर पुगिसक्यो अब मन्दिर आउन आँट्यो होइन मन्दिर आइसक्यो अब बहुत राम्रो ठाउँ देखिरहेछ यस्तो सुनसान ठाउँहरूमा हो क्या मान्छे बस्नुपर्ने खास केही हो हल्ला केही छैन कति आनन्द हुन्छ चराचुरुङ्गी हेर्नु त यता कति राम्रो लाग्छ चराचुरुङ्गीहरू बोल्छ कति राम्रो माथि लाग्छ यहाँ र यहाँ ड्याममै छन् चराहरू हामीहरूको नेपालमा चाहिँ यस्तो चराचुरुङ्गी अब कहाँ सबैले चाहिँ खतम भइसक्यो गाछबिज सबै काटिसक्यो त्यसको बासना चाहिँ नेपालमा चाहिँ योहरू चाहिँ हुनुपर्छ पर्छ पर्छ हामीहरूको चाहिँ रुख लगाउनु पर्छ पर्छ है पर्छ किनकि हामीहरूको चाहिँ अहिले सबै लुप्त भइसकेछ ल भन्नु जय माता दी फाइनल्ली हामी अब मन्दिर आइपुगेको छौँ अब यहाँनिर हात खुट्टा धुने ठाउँ आज मन्दिर निकै सुनसान छ त हँ खास त बिहानै त हो ल भिडियो छ है फोटो खिच्ने हो ल भन ल भिडियो अँ हामीहरू मन्दिरको पक्ष आइसकेका छौँ अब हामीहरू दर्शन गर्न अब लागेछौँ अब केही माताको लागि चाहिँ म भनिरहेको छु कि सबै मातामाथि चाहिँ आस्था विश्वास र सबै चाहिँ राख्दै गर्नु र अगाडि चाहिँ धर्मप्रति आशा विश्वास लगाउनु र धर्मको चाहिँ
धेरै चाहिँ राम्रो चाहिँ गर्नु, मन्दिरहरूलाई विकास गर्नु र सबैजनालाई हार्दिकमा म चाहिँ शुभकामना व्यक्त गर्दैछु। यसमा छ यो माता सरस्वती, यो माता लक्ष्मी, पिता लक्ष्मी हो। यो माता लक्ष्मी, यो माता लक्ष्मीको मूर्ति हो, यो माता सरस्वतीको मूर्ति हो। यता भयो कार्तिकेय, यो कार्तिकेय मूर्ति छ। भन भन भन। यो चाहिँ शिव भोलेनाथको प्रतिमा हो। त्यो साथमा कार्तिकेय छ, भोलेनाथको चाहिँ पुत्र हुनुहुन्छ। कार्तिकको हातमा चाहिँ पुत्र हुनुहुन्छ। त्यता पनि हराउनु ल। यता चाहिँ विष्णु अवतार। यता अलिकति मान्छे कन्फ्युज भयो आफू। हाँ? पिजन पिजन पिजन। तेरी का परेवा हो, कहाँबाट आयो यत्रो परेवा? करेन्ट लागेर मर्छ है। फेरि यो के को बोट फलो